नमस्ते म आज हजुरलाई सटर स्पिडको बारेमा बताउँदैछु। सटर स्पिडले के काम गर्छ, कसरी गर्छ, यसको कसरी थाहा पाउन सकिन्छ भनेर म बताउँदैछु। सटर स्पिडको मेन काम भनेको मोसनहरू एडजस्टमेन्ट गर्ने हो र अर्को कुरा भनेको लाइटिङको काम पनि गर्छ सटर स्पिडले। सटर स्पिड 350 छ है, तपाईले देख्न सक्नुहुनेछ। म हात हल्लाइरहेको छु, म बोलिरहेको छु, सटर स्पिड चेक गर्न सक्नुहुनेछ। अब हामीले सटर स्पिड घटाउँछौँ, अब चेक गर्नु है। अब हाम्रो सटर घट्दैछ, 125 अहिले सटर हाम्रो 125 छ। अहिले हाम्रो 90 मा चलिरहेको छ सटर स्पिड, तपाईले देख्न सक्नुहुनेछ। अब हाम्रो सटर स्पिड कति 45 मा सटर स्पिड चलेको छ, तपाईले 45 मा देख्न सक्नुहुनेछ। अहिले सटर स्पिड 20 मा पुगिसकेको छ। तपाईले हाम्रो यो मोसन हातहरू कस्तो देखिरहेछ, सटर स्पिडको काम के रहेछ भनेर तपाईले थाहा पाउन सक्नुहुनेछ। अहिले हाम्रो सटर स्पिड 10 मा राखेका छौँ र 350 र 10 मा सटर स्पिडको कतिको अन्तर पाउनु भएको छ तपाईले आफै मूल्याङ्कन गर्न सक्नुहुनेछ। अहिले सटर स्पिड 6 मा झरिसकेको छ, तपाईले कतिको फरक पाउनु भएको छ, केही फरक त पक्कै नै छ होला। अहिले सटर स्पिड 4 मा छ। सटर स्पिडको के काम रहेछ, कस्तो फरक पाउनु रहेछ, त्यसको सटर स्पिड किन आवश्यक छ भनेर तपाईले थाहा पाउन सक्नुहुनेछ।